बहुत साह्रो जोसिला मान्छे है, काम गर्नको उति नै सिप उति नै जाँगर भएको मान्छे जोस् यहाँको साहुले पाइराखेको छ। हामी नेपालीहरूलाई विशेष गरी मजाले काम गर्दै छौँ आफ्नै ठानेर है। खनले थुक लगाउँदै पैसा लिँदै गर्छ काम गर्दै बापत। अब यो धोइदिए बापत है, हरेक कुराहरूमा भनौँ न थुक लगाउँदै अब यसो पैसा गन्दै गर्छ जहिले नि। अब हामीलाई त त्यही त हो नि, बिहान आयो 9 बजीतिर, बेलुका 7 बजीसम्म काम धस्कायो गयो। यो बाहेक अरू वृद्धमा त केही छैन है त। यो काम नेपालमै गर्न पाएको भए विशेष गरी एकदम अलि मन शान्त हुन्थ्यो होला हामी सबैको। यो कार पनि कम्प्लिट भइसकेको छ, थोरै अब त्यसको काटपेट राख्न मात्रै बाँकी छ। अब सकिसकेको छ। यो पनि निकै महँगो कार हो है त। BMW भनेपछि अब हजुरहरूलाई पनि थाहै हुन्छ होइन, विशेष गरी एकदम हेभी कार हो है। अहिले यसको अब नेपालमा त अब कति भन्दा अब त्यस्तै हो, यतैको प्राइस पनि टन्नै हुँदो रहेछ। अस्ति मात्रै एउटा साउको छोराले एउटा कार किनेको छ, 1,40,000 युरोमा किनेको छ अस्ति भर्खरै। एउटा बबालै कार छ, 1,40,000 युरो भनेपछि हाम्रो नेपाली कति पर्न जान्छ, 2 करोड 2.5 करोड समथिङ पर्न जान्छ होला। अब त्यसको त अब यहीँको उसमा मात्रै भयो, त्यसको भ्याट बिल अर्को गर्दा त महँगै पर्छ होला है। अब यस्तै हो साथीहरू, हामीले देख्ने मात्रै छ है। अब किन्न सक्ने त हाम्रो त्यस्तै हो। कारको मालिक विशेष गरी आइसक्यो, यही हो। अहिले भने हामी ट्रक धुँदैछौँ। यता साइड स्याम्पो हानिसकेका छौँ है त। अब उता साइड हान्न बाँकी छ, हाम्रो भाइले हान्दैछ विशेष गरी है। चट्ट लाएर हेर्न सक्नुहुन्छ। अन्तिमसम्म हेरेर साथ दिनु होला भिडियोलाई। भित्र साइड सिसा हाने हो छैन यार।
ढाडौँमा खोजे चोरी हाल्यो यो अगाडिको सिसा हाल्नु पर्ला अलिकति पठाउ हाल्नु भयो अहिले हामीले धोएको गाडी भने अब गइसकेको छ साथीहरू हेर्न सक्नुहुन्छ दामी तरिकाले यति लामो छ क्या यो गाडी पनि साउन्ड चेक गरिरहेको छन् अस्ति भर्खरै किनेको बाइक हो यो विशेष गरी यो त्यो कामदारको हाम्रो क्रिस्टियन हो उसको नाम उसले चाहिँ अस्ति भर्खरै किनेको बाइक हो हाम्रो बोस भनेको यो अगाडि बाइकमा बसेको छ वहीँ हुनुहुन्छ र बोसको छोरा ऊ कारभित्रदेखि ऊ त्यहाँ हेरिरहेछ ऊ चाहिँ बोसको छोरा यो चाहिँ अर्को काम गर्ने पहिला काम गर्थ्यो अहिले भने अर्को ठाउँमा काम गरिरहेछ पहिला यति काम गर्दै थिए बोसको छोरा दुईवटा छन् पहिलाको श्रीमतीको अगाडिको पनि यो पछिल्लो श्रीमतीको छोरा कान्छो सानो हुने सानो बाबु छ वाउ दिन्छ कहाँ त्यो काम गरेर पैसा मैले भनेको